जिन्दगीमा कहिलेकाहीँ असफलताले होइन, हाम्रो सोचले नै मुख्य बाधा हुन्छन्। अनि ती मानिसहरू जसले सधैँ तिमीबाट केही हुँदैन भन्छन्। नकारात्मक सोच बिस्तारै आत्मविश्वास मार्ने विष हो। सफल हुन चाहन्छौ भने सबभन्दा पहिला आफ्नो मनको सुरक्षाको जिम्मेवारी लिनुपर्छ। त्यसको लागि नकारात्मक मानिसहरूलाई आफू बुझाउन खोज्नु बन्द गर्नुपर्छ। दोस्रोमा, जसले सपनाको बारेमा बोल्छन् उसँग समय बिताउनुपर्छ। जसले मान्छेको बारेमा बोल्छ उसबाट टाढा रहनुपर्छ। तेस्रोमा, बिहान उठ्न बित्तिकै सकारात्मक कुरा सुन्ने बानीको विकास गराउनुपर्छ, न कि न्युज सुन्ने। बिहान आफ्नो प्रोडक्टिभ कामहरू गर्न सक्छौँ जसले गर्दा आफ्नो दिन सकारात्मकताले बित्नेछन्। जब मनमा नकारात्मक सोच आउँछ, आफैलाई सोध्नु के यो सोचले मलाई अगाडि बढाउँछ कि पछाडि तान्छ। तिमी आफ्नो कामप्रतिको सोच बदल्न थाल्यौ भने तिम्रो जीवन आफै बदल्न थाल्छन्। अन्तिममा भन्नुपर्दा नकारात्मक मानिसहरूले तिम्रो भविष्य तय गर्न नदेऊ। तिम्रो ऊर्जा नै तिम्रो सफलता हो, त्यसलाई जोगाऊ।